यो मन्दिर छिट्टै नै बनोस् भन्न चाहन्छु म चाहिँ। एकदम खुसी लाग्यो यहाँ मन्दिर बन्दै रहेछ। यो सबै ट्याक्कै छ त्यसले झुला सुला गराइदिने अनि त्यही सोच गरे हामीलाई। यो पालिकाको त होइन नि, गाउँकै सबैको योजना छ। सबैको हो नि, पालिकाले पनि। हजुर, उहिले पनि 700 दिने, उहिले सबैले 700 दिए। ठिक छ, राम्रो बन्यो भने यहाँ मात्रै अगाडि पनि माथिदेखिबाट पनि सल्लाह सुझाव हो भाइ। हजुर हजुर। त्यही भएर जिजु गइए बाजे गइए भाइ, एउटा हाम्रो यो खालमा त एउटा मठ मन्दिर नाइ के। त्यही भएर आजभोलि के गर्छन् मान्छेले, जति म त बिरामी भएँ भन्ने धर्ममा जाने, अनि त्यो भन्दा त हामीले आफ्नै उ गर्नु, धर्म जिजु बाजेले गरे धर्म गरी बोक्नु ठिक छ भाइ। हजुर, धर्म संस्कृति त जोगाउनु पर्यो त हामीले। धर्ममा गएर हामी ठिक भयौँ भन्छन्, तर वाइट कुरा मान्छ भाइ। त्यो होइन, धर्ममा गएर पनि मरे आउने छैन, त्यो गलत हो। हामी पनि अब यो हिन्दूको पनि मरे आउने छैन। बाँचन्जेलाई धर्म कर्म कमाउन नसके के गर्ने? जुन धर्ममा जन्म्यो त्यही धर्ममा मर्ने हो क्या, त्यही नै धर्म हो। हुँ भगवानले जन्म दिनुभयो, अहिले हुँले नै उठाउने हो, हुँले नै बसाउने हो हामीलाई, हुँको भर हो हामीलाई। त्यही त यहाँनिर बन्दै रहेछ। अब छिटै बन्यो भने राम्रो हुन्छ क्या। हामी धेरै रोडदेखि ठ्याक्कै माथि। अब हामीलाई उहाँले बोलाइसके त हामी जानै पर्छ। बाटो पनि बनिसकेको रहेछ। त्यही भएर सबै आउनुहुन्छ, टाढा टाढाबाट पनि आउनुहुन्छ। यहाँ ठिक रहेछ, एकदमै पवित्र ठाउँ जस्तो मानिन्छ भन्नुहुन्छ। वाचन गुरुहरूले पनि यहीँ हो हेर्दै, काठमाडौँदेखि आएर हो नि, हेरिदिएर यो ठाउँमा बनाउनु भनेर यो मन पराउनु भयो, शक्ति छ भन्नुभयो। यहाँ त गरे भाइ, यहाँ मन्दिर नगराउने यहाँ घटना हुनेछ गरे। यो तल यो बाटो छ नि, यो भिरालो छ एकदम गाडीहरू बाइकहरू उड्ने गर्नेछन् गरे। त्यही भएर यहाँको यिनी देवी जस्तै शिवहरूले नागहरूले बस्ती पाउनु भएन भने, ठाउँ नपाएपछि, मठ मन्दिर भएन भने यहाँबाट माता आएको छ, त्यहाँ माताहरू बोकिन कस्तो कस्तो यहाँ माताहरूले पनि भन्नुभयो हैन। माताहरू आएर पनि हेर्नुभयो, ज्योतिषी आएर पनि हेर्नुभयो। यहाँ त सबले हेरिसक्नु भयो, हेरिसकेका ठाउँ हो। अब यहाँ मेरो बस्ती स्थान हुन्न भने मैले यहाँबाट चरा उड्या तर उडाउँछु मैले गाडी भन्ने कुरो भयो। त्यो त पछि त नराम्रो हुन्छ नि, दुर्घटना हुन्छ। फेरि यहाँ यस्तो हुन्छ नि भाइ, जोडी नाको उहाँबाट झरेर यता न बटारी नै हिँड्दै गरे, कतिलाई यहाँ बाइक रोके, कतिलाई गाडी रोके। त्यस्तो पनि हुन्छ नि। यहाँ त धेरै नाके डाँडा, यहाँ ऊ माथिबाट लाग्यो उही दाङदेखिको डाँडा यहीँसम्म सुत्लुकै। यो त माथिदेखि आउने नाक। तर यहाँ बाटो पनि बनिया रहेछ आजभोलि चाहिँ, अब राम्रो बन्दै रहेछ यो चाहिँ भाइ। त्यही अब यहाँ यो पिलर यही घरहरू ल्यान्डर घरहरू गराले मन्दिर सक्ने रहन्छन् भाइ। मन्दिर अलिक कालीगर चाहिने रहेछ, चाहिने मन्दिर। त्यही भएर उतै लम्बा सोच गर्नुमा गरिसक्यो कि त्यहाँ हुन्छ हामी आउँछौँ भन्ने कुरो त गर्नुभयो। भोलि नै आउँछौँ भन्नुभयो, अब यसको 4 दिनमा आउँछौँ भन्नुभयो। त्यहाँ तक बाटो हेर्नुभयो, त्यहाँबाट पनि आउनु भएन भन्नु त खै पारी सरले। नआएपछि अब कतापट्टिबाट मगाउने हो। यहाँ त लगभग कति 3 लाख त ढोका हुन्ला। 3 लाखको ढोका तपाईँको, त्यो भित्र बिछ्याउने छाउने दिन त सबै तिनी देवी देवताहरूको मूर्ति छाड्या कि। हजुर ढोकाहरू लाउने। अनि अब यहाँ अब पहिलो पटक मन्दिर हुन लाग्यो, अलि अनौठो जस्तो मन्दिर बनाइदिने, राम्रो अलि धार्मिक मन्दिर बनाउने, अलि राम्रै बनाउने बनाउँदै मनैदेखि यो मन्दिरमा जाउँ लाग्ने छ कि। यहाँ त केही भाव छैन। अब यहाँ गरी यहाँ मन्दिर भयो भने त्यहाँ गेट पुरो छ, पैतिनी झपक्कै पारी गेट फुलहरू लगाइदिने के लगाइदिने। यो त पछि मन्दिर बन्यो भने सबै तपाईँहरू गाउँलेहरू रुख बिरुवाहरू लगाउने मात्रै मन्दिर होइन, यहाँ गाउँ स्थानीयको मात्रै होइन नि, यो त हामी सबैको मन्दिर हो। चारै खालको मन्दिर हो भाइ। अब हजुरले नै दान दक्षिणा गर्नुहुन्छ पाउनुहुन्छ कि नै, अर्को जना पाए। अब काठमाडौँ पोखराबाट आउनु उनले पनि पाए। त्यस्तो मन्दिर भन्ने हाम्रो व्यक्तिगत छिमेकीको हो भन्न हो। मन्दिर त सबैको सार्वजनिक भयो, सबै साझा भयो। वन सबको साझा हुन्छ, त्यस्तै मन्दिर त्यस्तै हो मन्दिर। त्यही भएर हामी पनि कहीँ अब जाँदा पनि भाइ धेरै दुःख पाउने मन्दिरमा नि, कता कता डुल्न पर्ने। जिजु बाजेको पालासम्म मैले एउटा मन्दिर देखाउनु के यहाँ भने यतातिर अलि छैन नि त्यस्तो, कहीँ नै भाइ, कहीँ एउटा मन्दिर छैन। यो सालीबाग